जब हाम्रो उमेर बढ्दै जान्छ, शरीरमा परिवर्तनहरू देखिँदै र महसुस हुँदै जान्छन्। त्यससँग सम्बन्धित जिज्ञासाहरू स्वाभाविक रूपमा आउँछन्। केटाहरूको किशोर अवस्थामा जब चेन्जेसहरू हुन्छ बडीमा तब एउटा स्वप्न दोष भन्ने रहेछन्। अब मलाई चाहिँ थाहा थिएन, अनि मैले चाहिँ सरलाई सोधेँ, सर यो वेट ड्रिम्स भनेको के हो र भनेर सोद्धाखेरि सरलाई पनि भन्दा खै के भयो, आफै हाँस्न थाल्नुभयो। अनि मलाई चाहिँ आफैलाई लाज लाग्यो, किन सोधेँ मैले यो प्रश्न। सरलाई लाज लाग्यो, सर हाँसिराख्नु भयो। अनि म त झन् सोध्ने मान्छे, मलाई त झन् कति लाज लाग्यो होला त्यहाँ। जवाफ पाउनै पर्ने किशोर अवस्थाका यस्ता स्वाभाविक सवालहरू यसरी निमोठिनु भनेको उनीहरूको यौन तथा प्रजनन स्वास्थ्यको बारेमा थाहा पाउने अधिकार हनन हुनु हो। यो अवस्थालाई परिवर्तन गर्नुपर्छ भन्ने मान्यताका साथ युवाले पहल थाल्यो र नतिजा यस्तो रह्यो। विद्यार्थीहरू हेर्नु न कस्ता भएछन् होइन। पहिला कस्ता थियो उहाँहरूले खुले अनुभव गर्ने कुरा हो नि त। पहिला त हामीले चाहिँ कुरा गर्दाखेरि पनि विद्यार्थी तल लुक्ने यताउता हेरेर हाँस्ने यसो गर्थे। अहिले त उनीहरूमा कुनै पनि जस्तो त्यो बच्चीले कति मजासँग चाहिँ मास्टरबेसनको बारेमा क्वेसन राख्यो नि त, त्यो त आएको चेन्ज हो नि त। यो कार्यक्रममा जानुभन्दा पहिला हामीले राख्न सकिन्थेन। हालाकि मैले चाहिँ पपुलेसन पढाउँछु। अहिले त यो सेसन आइसकेपछि यो सिएससीको बारेमा पढाइ भइसकेपछि हामीले बुझेपछि अहिले हामीलाई त केही गाह्रै नरहेछ नि। हामीहरू एकअर्कासँग खुलेर कुरा, इभन टिचरहरूले पनि त्यो सब्जेक्ट पहिला पढाउन लाज लाग्दा घरबाट पढेर आऊ भन्ने सब्जेक्ट आज आएर हामीले आफै पढाएको छन्, हो कि नै? राम्रोसँग खुलेर बताएका छन्। पहिला हामी बिना फक्केमा लाज मान्ने गर्थ्यौँ, अहिले त आएर हामी सबै एकअर्कासँग एकदम खुलस्त भएर कुरा गर्छौँ त होइन। बाटो स्पष्ट भएपछि हिँड्नेहरू पनि कहाँ अल्मलिन्छन् र? युवाले आयोजना गर्ने बृहत यौनिकता शिक्षाको कक्षामा जोडिएका किशोर किशोरीहरूमा अब आफ्नो अधिकारको सवालमा हिजोको जस्तो अलमल छैन। आफूलाई चिनेपछि र अधिकार बुझेपछिको पुस्ता हिंसा सहनुहुन्न भन्नेमा प्रष्ट छ। पहला तो नहीं जानता था उतना, जो करता था मारता था, जुल्म करता रहता था, वो सह लेता था, कुछ नहीं बोलता था बोलेंगे तो तलाक दे देगा, ये कर देगा, वो कर देगा, मार ही डालेगा। अम्मी लोग और अब्बा लोग को देखकर सोचकर सह लेते थे जो जुल्म होता था। लेकिन अब जब सीओसी में आकर क्लास में आकर समझे तब मालूम चला ऐसा ये करना तो गलत है। जब हम पर जुल्म हो रहा है तो हम क्यों सहेंगे? हम तो आवाज़ उठाएंगे, क्यों उन लोग को छोड़ेंगे? हम लोग भी नहीं छोड़ेंगे। हम सुनसरीकी प्रतिज्ञा चौधरीले हिजोका दिनमा विद्यालयमा महिनावारी हुँदा प्याड माग्नेसम्म पनि आँट गर्दिनथिन्, तर अहिले उनी धेरै फरक भएकी छिन्। सुरुमा स्कुलमा प्याड माग्दा चाहिँ मलाई लाज लाग्थ्यो। साथीले भन्थे जाऊ माग्देऊ, अनि घरमा चाहिँ मम्मीहरूसँग पनि बोल्न डराउँथे क्या। युवाबाट आउनुभएको क्लास लिने दिदीहरू चाहिँ मतलब कि धेरै कन्फिडेन्स क्या। मलाई कस्तो लाग्थ्यो मतलब कि म पनि त्यस्तै हुन पाए हुन्थ्यो, त्यही दिदी जस्तो खुलेर बोल्न सक्नु पर्यो हुन्थ्यो, त्यस्तै लाग्थ्यो। अहिले प्रतिज्ञामा आएको परिवर्तन देखेर उनकी आमा पनि निकै खुसी छिन्। औपचारिक शिक्षा लिन नपाएकी प्रतिज्ञाकी आमाले छोरीबाट धेरै कुराहरू सिकिरहेकी छिन्। हमरा कोई नहीं सिखा दे छले, जे पाबै छले वो नंगे करे छली। तो अब हमर छोरी युवा क्लास में जाके मतलब शिक्षा पावल के तो मतलब हमरा अब सिखाई छे। मम्मी एनंग से एनंग कर, वनंग से वनंग चल कह के एकदम अब बुद्धि के बाटो में माने अब ले जाए छे। लेकिन हमें तो पढ़ल नहीं सीखो क्लास ने अथी बाल शिक्षा प्रयोग शिक्षा पढ़ल सी, वहाँ में हल्का हल्का अपन नाम गाम ठेगाना मात्रै आवे छ, कुछ नै आवे छ। युवाहरूले अघिल्लो पिँढीलाई पनि चेतनाको मार्गमा डोर्याउन सक्छन् भन्ने दृढ विश्वासका साथ युवा संस्थाले युथ च्याम्पियनको परिकल्पना गरेको हो। युथ च्याम्पियनको मुख्य भूमिकामा चाहिँ उहाँहरू केमा रहनुभयो भने स्थानीय स्तरमा गएर चाहिँ यस विषयमा चाहिँ हामीले काम गर्नुपर्छ र किशोरी सशक्तिकरण गर्नुपर्छ भनेर चाहिँ उहाँहरूले चाहिँ त्यो विषयमा चाहिँ उहाँहरू फोकस भएर स्थानीय निकायमा जाँदाखेरि चाहिँ उहाँहरूलाई पनि चाहिँ के भयो भने यो विषय त सही रहेछ, हामीले पनि यसमा चाहिँ बजेट विनियोजन गर्नुपर्छ भनेर चाहिँ जुन हरेक पालिकाले चाहिँ जुन धरान अनि रामधुनी भयो, इनरुवा, इटेरीले चाहिँ यो विषयमा चाहिँ उहाँहरूले बजेट विनियोजन गर्ने थाल्नु भएको छ। स्मार्ट छोरीहरू र बालबालिकाको सेक्टरमा 10 लाख रुपियाँ पैसा मैले विनियोजन गरेको थिएँ। मलाई क्वेसन पनि आयो कि 10 लाख रुपियाँ पैसा त्यो क्षेत्रमा चाहिँ तपाईँले किन विनियोजन गरेको भनेर। मैले
यहाँ आफै पनि वार्डमा चाहिँ यो कुराहरू डिस्कस गर्दाखेरि अबको लगानी भनेको त्यही हो। त्यो लगानी चाहिँ के छ भने खेर जानु हुँदैन, त्यो लगानी बिग्रिनु हुँदैन र उहाँहरूलाई सही मार्ग निर्देशनमा हिँडाउनको लागि, एउटा सही ट्र्याकमा हिँडाउनको लागि चाहिँ यो लगानी जरुरी छ। स्थानीय सरकारको यस्तो बुझाइ र अपनत्व समाज रूपान्तरणको एउटा कोसेढुङ्गा नै हो। यसरी स्थानीय सरकार र अन्य सरोकारवालाहरूसँग समन्वय र सहकार्यसहित युवाको सवालमा युवाकै पहल हुनुपर्छ भन्ने मान्यताका साथ युवा संस्थाले काम गरिरहेको छ। जति पनि युथ इस्युजहरू छ त्यसमा चाहिँ युथले नै एज ड्राइभर्स अफ चेन्ज होइन गर्नुपर्छ भन्ने हाम्रो युवाको मान्यता रहेको छ। र युथको रिप्रेजेन्टेसन मात्र होइन कि युथको लिडरसिप नै हुनुपर्छ भनेर। तर युथको लिडरसिप हुनुपर्छ भन्दैमा चाहिँ युवाले अझ बेटर स्ट्राटेजी के अप्नाएको छ भने हामीले चाहिँ एडल्ट लेड अर्गनाइजेसन्स अथवा एक्सपिरियन्स एक्सपर्ट्सहरूसँग पनि हामीले उहाँहरूसँग गाइडेन्स लिएर अनि प्लस गभर्मेन्टसँगको इन्टरभेन्सन्सहरूमा अलाइनमेन्ट खोजेर अनि अरू जति पनि पार्टनर्सहरू छन्, जति पनि अर्गनाइजेसनहरू छन् उहाँहरूसँग चाहिँ अलाइन गरेर एक्टिभिटिजहरू गरिरहेका छौँ। सेक्सुअली ट्रान्समिटिभ डिजिजेसहरू हुन्छ नि हो त्यो चाहिँ सर्नबाट चाहिँ 98% चाहिँ यसले रोक्छ। युवाले युवासँग आफ्ना विषयमा खुलेर कुरा गर्नु भनेको युवाहरू जागरुक हुनु हो, चाहे त्यो आफ्नो अधिकारको बारेमा होस् वा आफूलाई गरिने व्यवहारको बारेमा होस्। यसले पक्कै पनि समाजमा सकारात्मक परिवर्तन ल्याउनेछ।